दर्शकबिन सल्यान धारापानी की भावना पुन मगर को यही पसल हो दर्शकबिन, जो चाहिँ दैनिक रूपमा सडक सञ्जालमा गएर टिकटकमा भिडियो अपलोड गर्दा निकै भाइरल भएकी जो चाहिँ भावना पुन मगर हुनुहुन्छ। उहाँको सानो व्यवसाय छ जुन धारापानीमा पर्ने गर्छ। जुनसुकै सवारी यातायात यहाँ चाहिँ आएर रोक्न सक्नुहुन्छ भने यस होटेलमा मिठो स्वादिष्ट खाना समेत खान सकिन्छ। त्यसका साथसाथै भेरी नदीको माछाको स्वाद पनि हामी लिन सक्छौँ। निकै मिठो खाना पकाउने यहाँ चाहिँ आन्टी हुनुहुन्छ जो चाहिँ भावनाको मम्मी हुनुहुन्छ। उहाँसँग थोरै कुरा गर्न चाहन्छु म। आन्टी नमस्ते। नमस्ते। के छ तपाईँको खबर? खबर सबै ठिकै छ भनौँ, आजसम्म सबै ठिकै छ। ठिक छ, सन्चै हुनुहुन्छ नि है? सन्चै छ। तपाईँको छोरीहरू कतिजना? 3 जना। 3 जना छोरी, एउटा छोरा? हजुर। 3 जना छोरी मध्ये अहिले चाहिँ जेठी छोरी भावना पुन चाहिँ निकै भाइरल हुनुभएको छ है? हजुर हजुर। कस्तो लाग्छ? धेरै राम्रो लागिरहेछ, धेरै खुसी छु म त्यसमा। अझै पनि खुसी हुन्छ। सधैँ मेरो छोरीको प्रगति उन्नति हुँदै जाओस्, अझै नै खुसी हुनेछु म। एकाएक हेर्नुहोस् त, भावना पुन मगर जो चाहिँ टिकटक जो चाहिँ सामाजिक सञ्जाल टिकटक प्लेटफर्ममा निकै रातारात भाइरल भइसकेपछि अहिले उहाँको निकै खोजी भइरहेको छ। उहाँ चाहिँ मम्मी हुनुहुन्छ। मम्मीसँग मैले थोरै कुरा गरेँ र त्यसको साथसाथै यहाँनिर चाहिँ बहिनीहरू हुनुहुन्छ जो चाहिँ जेठी भावना होइन? तपाईँ जेठी? हजुर। तपाईँ चाहिँ माइली? हजुर। तपाईँ कान्छी? हजुर। माइलीको के छ त खबर? एकदम ठिक छ। कस्तो लाग्छ त यहाँ दिदी त एकाएक भाइरल पो हुनुभएछ त? धेरै खुसी लागिरह। यहाँ 3 बहिनी जो चाहिँ निकै एकदम हँसिलो अनुहार पनि छ, सधैँभर हाँसिरहनुहुन्छ उहाँहरू चाहिँ है। अनि जीवनमा जस्तो कि दुःख कष्ट सङ्घर्ष भन्ने कुराहरू हुन्छ नि, त्यो कतिको गर्नुपर्छ? त्यो त धेरै गर्नुपर्छ। धेरै है? दुःख मेहनत नगरे त परिश्रम नगरे त्यसको फलै पाइँदैन। दुःख नगरिकन त्यसको फलै पाइँदैन। ल हेर्नुहोस् है, विशेष गरी उहाँहरूको भनाइ हो यो। र अब चाहिँ टिकटकमा जसरी तपाईँहरू चाहिँ भाइरल भइरहनु भएको छ होइन, अबको आगामी अब भोलिका दिनहरूमा के गर्ने प्लान छ? जस्तो आफ्नो भविष्यका लागि, फ्युचरका लागि? त्यसको लागि त के छ? अब हामी सधैँ होटल नै गरिरहेको मान्छे हो। अब यो एउटा जीविका चलाउनलाई व्यवसायको रूपमा हामी चाहिँ होटेल गरे तापनि, तर यो होटेल व्यवसायले भविष्य बन्ला जस्तो लाग्छ कि के छ? बन्छ? हजुर। पक्का? पक्का। त्योभन्दा अन्य जस्तो कलाकारिता क्षेत्र अथवा अन्य कुनै फिल्डहरू रोज्नु पर्यो भने? नाच्ने, डान्सर नाच्नुहुन्छ? नाच्यो हो? सिक्नु भएको हो कि यो हेरेरै? आफै टिकटकरमा आफै हेरेर अनि नाचे। कहाँ नाच्नुहुन्छ उहाँ चाहिँ? कुन ठाउँमा जानुहुन्छ नाच्नलाई? कहिले घरमै नाच्छ, कहिले यस्तै रोडमै, अन्त गाउँमै। अनि मेला महोत्सवमा जानु भएको छ कि छैन? गएन। मेला महोत्सवमा जानु भएको छैन? अवसर पाउनु भएको छैन हो? अब जस्तो तपाईँहरूलाई कुनै ठाउँमा अवसर मिल्यो भने जाने इच्छा छ? जानुहुन्छ? ओके। हो? बोलाएपछि जान्छु। बोलाएपछि गइहाल्छु। तपाईँ जस्तो सिरियलहरू, फिल्महरू अत्याधिक हेर्नुहुन्छ होइन? अनि त्यसको साथसाथै म्युजिक भिडियोहरू पनि हेर्नुहुन्छ। र अहिलेको चर्चित कलाकार अथवा आफूलाई मनपर्ने कलाकार चाहिँ कुन? पल्सा। यस। किन? राम्रो लाग्छ। के मनपर्छ उहाँको चाहिँ? उहाँको चाहिँ ह्याबिटहरू लास्टै राम्रो लाग्छ, एक्टिङहरू, ह्याबिटहरू लास्टै राम्रो लाग्छ। ह्याबिट भन्नाले बानी बेहोरा मनपर्छ भनौँ। कस्तो खालको बानी बेहोरा छ उहाँको? उहाँको एकदम राम्रो के, अब हरेक मान्छेसँग सबैसँग सानो बनिदिने, अनि सबैलाई माया गरिदिने के, सबैलाई राम्रो मान्ने, यस्तो हुनुहुन्छ। सहयोगी? लास्टै सहयोगी हुनुहुन्छ। यस, हाम्रो कान्छी हुनुहुन्छ सानी। अनि तपाईँलाई? मलाई नि पल्सा। तिनै बहिनीलाई हेर्नुहोस् त, तिनै बहिनी पल्साको निकै फ्यान हुनुहुन्छ यहाँ चाहिँ।
तपाईँले त पहल शाहसँग फोटो खिचाउने अवसर पनि पाउनु भएन हाम्रो पसलमा आएर खाना खाएर जानुभयो दाइ है फोटो खिच्नु भयो मजाले खुसी लागेको थियो त्यति मेलामा भेट भएको थियो दाइसँग हाम्रो बिर्सुन मारिन्छ कि हामीलाई आजसम्म पनि दाइले देख्नुभयो बोलाउनु भयो दाइले अनि हामीले देखेको थिएनौँ हामी आफ्नै काममा बिजी थियौँ अनि पछि झ्यापै रोक्नुभयो अनि त्यसपछि हामीले हेऱ्यौँ अनि हेलो नानी के छ भन्नुभयो त्यसपछि मलाई चिन्यो कि भने मैले चिन्यौँ भन्यौँ हामीले अनि मेलामा देखाएको थियो तिमीहरूलाई मैले भनेर भन्नुभयो अनि त्यसपछि झर्नुभयो अनि खाना खानुभयो त्यसपछि अनि फोटोसोटो खिच्नुभयो खुसी लाग्यो कुन ठाउँमा योभन्दा पहिले देख्नुभयो बोटेचौर मेलामा बोटेचौर महोत्सवमा तपाईँहरूसँग भेट भयो भनौँ होइन हजुर अनि भेटै भएको कारणले गर्दाखेरि एकदमै रुचाउने मन पराउने हो कि तपाईँको उहाँलाई चाहिँ उहाँका जुन म्युजिक भिडियो लगायत उहाँले गरेको सामाजिक कार्यहरू के मनपर्छ उहाँको अब सबै मतलब कि नाच यताउति गानादेखि अब फिल्म सब एकदम तिनै बहिनी यहाँनिर चाहिँ पहल शाहको फ्यान हुनुहुन्छ होइन पहल शाहलाई रुचाउने कमै होलान् सायद सबैले चाहिँ पहल शाहलाई चाहिँ रुचाउने गर्छन् मेला महोत्सवमा अत्याधिक पहल शाह आइसकेपछि भिडभाड पनि हुने गर्छ होइन है अन्य कलाकार आउनुभन्दा पहल शाह आएपछि भिडभाड हुन्छ नि है अनि यतातिर जाउँ हामी यो थोरै हामी होटल व्यवसायका कुराहरू गर्छौँ यो कति जति समय भयो तपाईँले यो व्यवसाय गर्न थालेको 4-5 वर्ष भइसक्यो 4-5 वर्ष तिनैजना बहिनीहरू मिलेर यो होटेल चलाउने मम्मीलाई चाहिँ सघाउने गर्नुहुन्छ हो अब विवाह गर्ने कुराहरू के छन् त विवाह त अब सोच्दै गरौँ न बिस्तारै 4-5 वर्ष 4-5 वर्ष अझै के गर्छ अब अहिले तत्कालै विवाह नगर्ने नै तत्कालै राम्रो ठाउँ कतैबाट अफर आयो भने ओके ओके छ त्यसको लागि त त्यसको लागि ओके छ अहिले तत्कालै विवाह गर्न सक्ने सम्भावना छ भनौँ राम्रो ओके पक्कै पनि दर्शकहरू उमेर बढेसँगै एउटा चाहिँ भनौँ न विवाह गर्ने कुराहरू एउटा लगन जुड्यो भने होइन विवाह गर्ने कुराहरू यी सामान्य कुराहरू हुन् र त्यस्तै राम्रो अफर आयो भने हामी चाहिँ विवाह गर्छौँ भन्नुभएको छ अनि तिनैजनाले सँगै विवाह गर्ने कि यो छुट्टै छुट्टै गर्ने ल भन्नुहोस् कस्तो गर्ने लगभग तिनै बहिनी सबैजना हुर्किसक्नु भएको छ होइन कतिपयको इच्छा हुन्छ नि हामी तिनै बहिनीहरू चाहिँ एउटै मण्डपमा विवाह गर्छौँ एकै दिन गर्छौँ भन्ने पनि हुन्छ के छ विचार ल भन्नुहोस् त के छ तपाईँ के छ तपाईँको के छ तपाईँ भन्नु पहिला नाइ भन् कि कि भन् कि नाइ भन् त भन्नु पहिला म भन्छु ल भनिस् तर मतलब कि होइन ल सानो नानीको उमेर पुग्दैन होला सायद होइन सानो नानीको उमेर पुग्दैन माइलीको पुग्छ सानो नानीले विवाह गर्नै मिलेन फेरि विवाह गऱ्यो भने त फेरि बाल विवाहको मुद्दा लाग्न सक्छ होइन अनि यता चाहिँ जेठी र माइलीको उमेर पुगिसकेको छ दुईटीको गरिदिनु एकै मण्डपमा त दुई बहिनीको एउटै मण्डपमा गरिदिनु रेडी हुनुहुन्छ तपाईँहरू ठिक छ गरिदिन्छु भने गर तयार छौँ हामी अब सानानीले विवाह गराइदिनु पर्ने भयो जेठी र माइलीको होइन त्यही गरिदिनु होला एउटै मण्डपमा गराउने ल पक्कै पनि यी एउटा चाहिँ हाँसो रङ्गका कुराहरू भए उहाँहरूको जीवन सुखमय बितोस् र अझै पनि जीवनमा उन्नति प्रगति हुँदै जाओस् यो व्यवसाय सानो व्यवसाय छ यो व्यवसाय अझै फस्टाओस् यही म कामना गर्न चाहन्छु र विशेष गरी तपाईँलाई चाहिँ अहिले अत्याधिक मात्रामा धेरैजनाले रुचाइराख्नु भएको छ के भन्नुहुन्छ सबै दर्शकहरूलाई एकैचोटि भन्नुपर्दा धेरै धेरै धन्यवाद छ सधैँ यस्तै माया र सपोर्ट दिनु होला सबैजनाले माया गरिदिनु होला र सपोर्ट गरिदिनु होला होइन
सुरुवाती क्रम हो, कहीँ कतै जीवनका चक्काहरू कहीँ मोडिन सक्छन्, कहीँ रोकिन सक्छन् होइन। यो जीवन हो, जीवन यात्रा हो। यात्रामा कहीँ ठेस लाग्छ, कहीँ काँडा भेटिन्छन्। ती काँडाहरू, ती ढुङ्गाहरू पन्छाएर अगाडि बढ्न आवश्यक छ। र जसरी चाहिँ एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेपछि कतिपयले कमेन्ट मार्फत माया पनि गरिदिनु भयो, कतिपयले गाली पनि गरिदिनु भयो। सायद सचेत गराउनलाई होला होइन। हामीले सकारात्मक सोच्नुपर्छ जहिले पनि होइन। अब के भन्नुहुन्छ ती दुवैजनालाई जसले नेगेटिभ कमेन्ट गरेछ अथवा चाहिँ कसैले सकारात्मक कमेन्ट गरेछ, ती सबैलाई के भन्नुहुन्छ? राम्रो सबैलाई धन्यवाद। धन्यवाद छ सबैजनालाई। धन्यवाद छ सबैलाई। राम्रो गरे पनि धन्यवाद छ, नराम्रो गरे पनि धन्यवाद छ। त्यहाँको सोचमा भर पर्छ। हामीले त अब राम्रै गरे नराम्रो गरे होइन। अरूको जस्तो हामीले त्यसरी भिडियो पनि बनाएन, गाडी बाटो पनि बनाऊ। अब उहाँहरूको सोच नराम्रो छ भने हामी केही भन्दैनौँ। हाम्रो सोच अब राम्रो छ, त्यहाँहरूको नराम्रो छ भने पनि हामी केही भन्दैनौँ। नमस्कार छ सबैलाई। ल माइली हामी पनि त्यही हो, म पनि राम्रो त्यही हो, गरे पनि नराम्रो गरे पनि हामी त्यसमा खुसी छौँ। पक्कै पनि दर्शकबिन फेरि पनि हामी भावना पुन मगरलाई भेट्ने बाचासहित आजको बसाइबाट हामी बिदा चाहन्छौँ। हस्त धन्यवाद, बाई बाई।